हेलो गाइस, र हामी चाहिँ अस्तिको बक्स जुन थियो त्यो बनाइसकेको छ भनेर आजको ब्लग तपाईँहरू भिडियो बाटो यस्तो छ। खोल्साको छेउछाउतिर सबै बाटो यस्तै छ यहाँको। हेलो गाइस, र हामी चाहिँ अस्तिको बक्स जुन थियो त्यो बनाइसकेको छ भनेर बनाउनु चाहिँ आएको थियो। र आजको ब्लग तपाईँहरू बाटो यस्तो छ। खोल्साको छेउछाउतिर सबै बाटो यस्तै छ यहाँको। यहाँको चाहिँ तार नयाँ हुनुलाई मात्रै सजिलो हुन्छ, नभने तपाईँहरू चिप्लेर तल भिरमा झन्डै लडिहाल्नु हजुर। हामी फेरि पनि त्यस्तै बाटो आउनेवाला छ र हेर्न सक्नुहुन्छ हिलोको हिलो।
कुदाउँदैछ एक्सपिरियन्स गराउने भन्छ ड्रपमा चाहिँ गराउँछ भनेर ब्रिजको वारिपट्टि आइपुगेको छ है यो बिहानीको भ्लगमा ब्रिज चाहिँ यस्तो हुन्छ यहाँ छ सिमसुर ब्रिज अन्त यहाँ चाहिँ छ है लेट्स गो तपाईँहरूलाई डाइरेक्ट सिमसुर ब्रिज पारिबाट म सिमसुर ब्रिज तल देखाइदिन्छु यहाँ पारि देख्दा बेगा हो यहाँ तल सिमसुर ब्रिज यता चाहिँ मुक्लुङ है अन्त यहाँ छ हाम्रो ड्राइभरको हेलमेट हाम्रो भाइको स्किन चाहिँ यस्तो छ कमेन्ट गरे पनि गरोस् भाल हो यो हेलमेट भन्ने कुरा चाहिँ हामीले ब्रिजलाई छेल्नुको लागि मात्रै ब्लक बचाउनुको लागि हो पुलिसहरूले पनि त्यो उनीहरूले है आफ्नै मर्जीले चाहिँ हेलमेट लगाउनु त्यो आफ्नै हामीले आफ्नै कम्ती गर्छ सेल्फ डिफेन्स सेल्फ प्रोटेक्सनको लागि हेलमेट चाहिँ लगाउनुपर्छ र हामीले चाहिँ हेलमेट पनि त्यो खाले लगाउनुपर्छ एकदम यो हुन्छ नि हामीले यो अब हेलमेट सेकेन्ड हेलमेट लगाएको लग्यो भने त्यही हेलमेट चाहिँ मान्छेमा हेलमेट चाहिँ एकदम कस्तो नराम्रो होस् बाहिर चाहिँ देख्दा है घिन लाग्छ तर हेलमेट चाहिँ पक्का लगाउँछ अन्त मान्छेहरू चाहिँ अब बिचमा छ त्यहाँ मात्रै हेलमेट लगाउँछ त्यो चाहिँ रङ हो एकदम म के भन्नु चाहन्छु र हामी चाहिँ हेलमेट जस्तै जग्गामा होस् म त चाह्यो भने त गाडीमा पनि त लाउनु मन लाग्छ अब हामी चाहिँ यहाँबाट ओह्राल्नु है अहिले तल्लो बाटो चाहिँ किनभने कन्स्ट्रक्सन चल्दैछ यो तल चाहिँ सिमसुर ब्रिजलाई चाहिँ यो ब्रिजलाई चाहिँ यसकै ब्रिज बनाउनेवाला छ अब 2 वर्ष मेबी 2 वर्षमा चाहिँ यो प्राइभेटले गर्दैछ र अहिले चाहिँ हामी तलबाट घुमेर यहाँबाट नै आउनुपर्छ माथिबाट झर्नुपर्छ आँखामा अब यहाँले
मिठो बाटो हामी अहिले डेन्टामहरू जाँदा उत्तरबाट जाने जग्गामा चाहिँ अलिक डेन्जर अलिक रिस्की छ। यहाँ गाडीहरू उँधोबाट आयो भने साइड दिने जग्गा छैन। अब यहाँनिर पहिरो झरेको छ पोहोरको उयसमा बर्खामा पहिरो झरेको रेनी सिजनमा अहिलेको बर्खामा आइसकेको छ। त्यसलाई केही मेन्टेन छैन। अब अझै झऱ्यो भने रोकै पर्नु छ। यो बन्द भयो भने त जाने बाटो छैन कि डेन्टाम गयो भने त इन्टेक बाटो दार्जिलिङ भएर इन्टेक बाटो हाम्रो गाउँ भएर जान्छ। पहिला त्यस्तै भएको यो बाटो बन्द भएर निकै वर्ष कुद्यो। निकै वर्ष निकै महिना कुद्यो 3-4 महिना चाहिँ कुद्यो। अन्त यहाँनिर यहाँ यो जग्गा चाहिँ अलिक डेन्जरै हो। न कुदाउनु मिल्छ न उयो बढाउनु मिल्छ। किनभने यहाँनिर चाहिँ अलिक यहाँ हराउनु लाग्छ। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ तपाईँले। तपाईँलाई देख्नु यस्तो छ रोडै यस्तो छ। यहाँ माथि भिड अझ तल पनि भिड यस्तो तल खोला। अन्त यहाँ यस्तो छ उँभो रक। यहाँ त बढाउनु पनि मिल्दैन उँभो बढाउनु पनि मिल्दैन उँधो बढाउनु पनि मिल्दैन। त्यही कारण यहाँ चाहिँ रिस्की छ। रोडहरूको हालत हेर्नुहोस् नि यहाँदेखि चाहिँ कस्तो देख्छ सिक्स ब्रिज यो माथिल्लो बाटोबाट चाहिँ तल भन्दाखेरि चाहिँ म त्यो देखाउँछु जति सक्दैन यहाँ परबाट हो। अहिले म चाहिँ हामी चाहिँ गएर 10:30-11 बजी घर आइपुग्नु पर्ने छ हिसाब। अहिले तपाईँको 8-8:30 भइसक्यो। र यहाँ अलिक भाइ सिकाउने टाइमको छ। अलिक बिस्तारै जानुपर्छ। लाइफ भनेको चाहिँ घरिघरि आउँदैन है। अन्त त्यसै कारण चाहिँ हामी चाहिँ बाटोमा हिँड्दाखेरि चाहिँ एकदम केयरफुल्ली हुन्छ नि। टर्निङतिर एकदम है सर्ट आफ्नै बाटो हिँड्नु भने जस्तै हो। मान्छे यताउता गाडी आएकै छैन त्यो हेरेर म कुदाउनु सक्छु भन्दैमा स्पिड है कुदायो भने चाहिँ त्यो चाहिँ यसरी गाडी आउँछ। त्यहाँदेखि चाहिँ साह्रो पर्छ। बाइकहरू कुदाउँदा चाहिँ मलाई के लाग्छ भने चाहिँ आफ्नो आँखाले जहाँ हेऱ्यो त्यहीँनिर बाइकहरू जान्छ। गाडीहरू पनि त्यही होला। यो यस्तो छ बाटो। र पुल चाहिँ यहाँ तल देख्नु यो तल पुल हो। अलिअलि देख्दैछ यहाँबाट अप्ठ्यारो यहाँ पर पनि डेन्टामा भेट्नुपर्छ।
प्रायः जस्तोले है भिडियो बनाइरहेको छ यस्तो बाटो प्रायः बनाएको छ अपडेट है तपाईँहरूलाई भयो भने डेडलाइनको ल्याउँछु नभए डाइरेक्ट तपाईँलाई उताको ल्याउँछु यहाँभित्र ल है गाइस स्टे अन भिडियो डोन्ट स्किप प्लिज के भन्नु सब्सक्राइब माई युट्युब च्यानल अल्सो यो तेल लगाएर जानु कि नलगाइ जानु ओके त्यसो भन्छ उयो के भन्छ के हो हैन एनएसडीएल कति भन्यो कतिको 200 200 को तेल लगाइ भयो जन्तीसँगै हिँड्नु नि अगाडि गाडी देखेन अगाडि भिएको जन्तीको गाडी जाँदैछ र हामी पनि सँगसँगै जाँदैछौँ हेर्नु होला तपाईँहरूलाई अन्तिमसम्म भिएको जन्ती गाडी हेर्नु तपाईँहरूले एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छ हामीसँग छवटा हो
एकदम कमदेखि एड गरेको गर्थ्यो। एउटा जल्दी गाडी हुन्छ कहिले आउने हाम्रो यस्तो दिनहरू है। स्ट्रिटमा कुदाउँदैछ यार हेर। र हामीले कहाँ देखिन्छ घरमा सजाएको हामीले कहाँ घरमा सजाएको भेट्छौँ। हामी तपाईँहरूलाई खबर गर्नेवाला छौँ र जतिको गाडी कहाँनिर आउने हो हामी भन्नेवाला छौँ तपाईँहरूलाई। सुनिदिनुहोस् होला। तपाईँहरूले देख्न सक्नुहुन्छ सबै जनताबाट हाम्रो है हाम्रो टाउन सिटी भन्छ सबै। होइन नि जग्गा आमा भित्रोमा पुग्यो तपाईँले। गाडी मात्रै हो यहाँदेखि चाहिँ उको याङथाङ माथिनिर याङथाङहरू
स्पिकर बनाउँछ यो फोन स्पिकर अस्ति घरि आउँथ्यो आउँथेन झोला पनि The Bluetooth device is ready to pair. Play by USB drive. FM2. घरि आउँदै थियो घरि लाउड गीतको अस्तिदेखि छैन हेडफोन आउँदै हरेर बनाएको नि होइन बज्दै थियो यो आफै गयो